सादा फुट्लोको गाइस राम 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 गाइस के हो यत्रो यत्रो पाइला माउको रहेछ हुन्छ हात्तीको पाइला डर लाग्नु थाल्यो आज चाहिँ हामी कुन ठाउँ अरे भन्ने नि त यो भनेको बाघझोडा देखि तर हो गाडी हेर्छ हुन्छ कस्तो दामी देखिरहेछ अनि अहिले चाहिँ हामी खतरा छ क्या हो हेरिदिने हो चलिदिने हो यो त सेकेन्ड बेताना हेरौँ त अब कोही जानिदिन्छ चलिदिउँ उयो के हो त्यो गाइस हेर्नु त के हो तिनीहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पोखरी हो यो बेताना यस्तै छ ओ माय गॉड ओइ कत्रो खतरा भिडियो पज गर्नु ल कन्टिन्यू हेर्न पाकिसकेको छ यो चरा अब चाहिँ हामी उता बकुला नि छ बकुला हेर्नु सक्नुहुन्छ बकुला जम्कुदाम बकुला कस्तो हकुला उडा गाइस खोलातिर गयो उता गयो लु अब हामी आफ्नो गन्तव्यतिर लाग्छौँ अब हामी गयौँ अब चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्यौँ यहाँ सक्नुहुन्छ फुलको नजारा राम्रो सुन्दर दृश्यहरू हेर्न सक्नुहुन्छ पोखरी पनि रहेको छ हाम्रो गन्तव्यतिर जाने ठाउँमा चाहिँ अनि हामी चाहिँ आज दादा र म हामी दुईजना जाँदैछौँ आफ्नो गन्तव्य त्यहाँ गाई पनि रहेको छ हाम्रो राष्ट्रिय गाई यहाँ चाहिँ खतरा पहाड रहेछ उकालो अब हामी चाहिँ जाँदैछौँ ल्याउँदैछौँ हिँड्दैछौँ हो यो चाहिँ उयो रहेछ देवी ठाउँ रहेछ पानीको मूल हो क्या हो यहाँ चाहिँ बाख्राहरू छ यहाँ चाहिँ अब के हो दामी आइरहेछ अघि हामीले खिचेको चाहिँ यहाँ हो अनि यो चाहिँ तोरीबारी अब हामी चाहिँ यता लाग्छ त्यो उकालो रहेछ कुद्नुपर्छ अब कुद्नुपर्छ गाइस दर्शक दिनहरू चाहिँ अब कुद्नु पर्ने हुन्छ यता उकालिएर यता आँपको रुख यहाँ चाहिँ एउटा मन्दिर पनि रहेछ एउटा शिवजीको मन्दिरको टुप्पोमा राख्नुभएको रहेछ ल अब चाहिँ खतरा आयो नि त ल जाउँ ल्याउनु सक्नुहुन्छ खतरा छ र चाहिँ हाम्रो संसारको खतरा भ्यू विशाल कुदामै गाइड झरेवा नै सक्यो 2 लाखको फोन पो त गाइड झऱ्यो भने फेरि भरे डन्ठी बिउ कुनै खायो जस्तो यस्तो खतरा अफरोड छ नि यहाँ हेर्नु अफरोडहरू माटोको बाटो क्या बाटोको दामी छ खतरा बुरुक उफ्रिन्छ साइकल पनि साइकलको पाङ्ग्रा छ अनि हामी चाहिँ यस्तो खतरा तरिकाले हिँड्दैछौँ नि अनि म चाहिँ यता बसिरहेको छु 18 दोहोरो तरिकाले धरिन्छ नि त अहिले गाइस त्यही भएर अनि यस्तो खतरा भ्यू छ नि रुखै रुख छ जङ्गलै जङ्गल हेर्न सक्नुहुन्छ खतरा ठाउँ आयो खतरामा सबै रुखै रुख छ एउटै रुख मात्रै छ यहाँ एउटै प्रकारको रुख बुझ्नु भएन होला पछाडि खतरा कोही आएको रहेछ हामीभन्दा आउनुभन्दा अगाडि हो यो अहिले भर हिँडेको क्या हेर्छ पहिला हेर्न यहाँ सक्नुहुन्छ हात्तीको पाइला डर लाग्नु थाल्यो यहाँ सक्नुहुन्छ हात्तीको पाइला
के भागो सादा फुट्लोको गाइस राम 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 गाइस के हो यत्रो कत्रो पाइलामा उभो रहेछ कत्रो कत्रो ओहो अब त बिसाइसक्नु अब त के रहेको अब होइन अब त हात्ती साथी हाल्यो भने लाग्छ त्यही गरेर त्यस्तो भन्दैन बिसाइ जानुपर्छ आत्तिर कुद्यो भने फेरि अहिले लडेर भने सक्छ लड्न नै सकिन्छ त्यस्तो सम्भावना पनि बन्न सक्छ त्यही भएर अब हामी आफ्नो पोइन्टमा रोकाइन्छ ल होइन कस्तो डर लाग्यो यार थोरै सिट भएको होइन डर लाग्यो गाइस माइ गड कत्रो हात्तीको बाहिर छ गाइस त्यही जङ्गलबाट देखेको हुन्छ हो हामी चाहिँ बस्छौँ उता जाँदैनौँ डर लाग्यो कति जुकजुक भयो हो यहाँ हेर्न सक्नुहुन्छ कता मजाले देखेको छैन माटो बस्यो यो खतरा छ ए खतरा भयो लाग्दैन अब हामी चाहिँ जाँदैनौँ उता उताबाट बोक्दै डरले अब झन् त्यहाँबाट पुरै हात्ती जाँदैछ क्या हौ भर्खरको छाप थियो म त उयो हेर्नु न छाप त हो नि यो हेर्नु त डोब त हो नि ल अब हामी गाइजहरू यहाँ देख्नुहुन्छ तपाईँले चाहिँ यहाँ हाम्रो मङ्की दाजुहरू देख्नु सक्नुहुन्छ कता तरिकाले बस्नु भएको छ दुईवटा मङ्की दाजुहरू हेलो हेर्न सक्नुहुन्छ ऊ खानु हुँदैछ भागो भाग्नुभयो उहाँ आएर चाहिँ अब हामी जाँदैनौँ दाजुहरू भाग्नुभयो एउटा ती छ हेलो